बजारको लुगा जान्दा चाहिँ घरकै लुगा चाहिँ बजार हो। अन्तखेरिको चाहिँ अब दुईजना बोरामा 0। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो अहिले चाहिँ म पानी जोड्नु जाँदै थिएँ हो, पानी नै छैन रहेछ होइन। अन्तखेरिको अब त्यस्तै छ गाउँ बस्तीमा। अन्तखेरि यहाँ आन्टी हुनुहुँदो रहेछ, आन्टी र दिदी गफ गर्नुहुँदैछ। अन्त आजको भिडियोमा चाहिँ हामी जानु आँटेको मेला, रानीपुल मेला, नभए अब त्यहाँ राम्रो छैन भने चाहिँ सरमसा नै जाने खालको प्लान छ। यहाँ छ मेरो दिदी। हाई आन्टी, मेरो युट्युब च्यानललाई हाई भनिदिनुहोस् न। हेलो भन्नु न। गाइज किप वाचिङ होइन। आज के हुन्छ दिनमा म तपाईँहरूलाई देखाउने वाला छु। हेर्नु न गाइज, हामी चाहिँ अघि हिँड्नुपर्ने होइन। ऊ हेर्नु न, हिँड्नु छैन, ढिलो भइसक्यो। यहीँ 1-2 बज्न आँटिसक्यो हो। गाइज अब चाहिँ हामी हिँड्यो हो। अब बाटो चाहिँ यस्तै छ हो, देखाउनु पर्यो भने बाटो चाहिँ यस्तै छ। दिदी कहाँ माथि गएको? ए ल, सो हो यस्तै छ बाटो चाहिँ, गाउँ बस्ती बाटो हो। अन्त हामी चाहिँ अहिले रानीपुल जानु आँटेको हो। यहाँ पारिदिन गाडी पायो भने गाडीमै जान्छौँ, अन्त पाएन भने सही 2 खुट्टेमा 2 खुट्टे। अन्तखेरि रानीपुल मेला जाने, त्यहाँदेखिको त्यहाँ हेर्छौँ कस्तो रहेछ हो मेला। इफ इन केस त्यहाँको त्यस्तो खास लागेन भने चाहिँ सरमसाको मेला जाने प्लान छ हो। किप वाचिङ गाइज। अन्त मेरो भिडियोमा, मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक, सेयर एन्ड सब्सक्राइब। सो गाइज हामी चाहिँ यहाँ पारी डिपिएच रोड आइपुगिसक्यो हो। यहाँबाट रिल्स बनाएको थाहा के यस्तो गरममा। 2000 years later. हामी चाहिँ रानीपुल आइपुग्यो। अन्त अब तल टाढा स्ट्यान्डसम्म चाहिँ हिँड्दै जान्छ। सो गाइज मेरो दिदीलाई चाहिँ नि पुरा अकवर्ड भइरहेको छ अरे हो। किन भन्दाखेरि चाहिँ अब रानीपुल आइरहेको छ होइन। एकदम मसँग हिँडेर अकवर्ड भयो अरे हो, बिकज आइ एम भ्लगिङ इन पब्लिक। अर्को कुरा चाहिँ किन भन्दाखेरि चाहिँ नि उसको लुगाले गर्दा अरे हो। किन भन्दाखेरि अरू बेला चाहिँ रानीपुल आउँदाखेरि चाहिँ यो नर्मल स्पोर्ट्स वेयरमै आउँछ अरे नि त, हाफ प्यान्ट टी सर्ट उसको जर्सीमा। अन्त आज चाहिँ बुटहरू लगाइरहेको छ अरे हो, त्यही भएर उसलाई अकवर्ड भइरहेको छ अरे। कस्तो यस्तो भइरहेको छ घरमै। मैले बजारको लुगा जान्दा चाहिँ घरकै लुगा चाहिँ बजारमा छु। बजारमा म चाहिँ बजारको लुगा चाहिँ घरमै लगाएको छु, भइरहेछ। अरे कहना क्या चाहते हो? या इट्स ओके, के हुन्छ अन्त। हामी चाहिँ यहाँ टाढा स्ट्यान्ड आइपुगिसक्यो हो। अन्तखेरिको चाहिँ मेला चाहिँ पारिपट्टि लागिरहेको रहेछ। गाइज यहाँबाट चाहिँ बाटै बन्द रहेछ हो, उपारबाट घुमेर जानुपर्छ अरे। अन्त अहिले हामी जाँदैछौँ फेरि घुमेर। मेला चाहिँ साह्रै खासै चाहिँ छैन रहेछ हो गाइज, तर पनि अब गएर एकखेप दर्शन दिउँ न। गाइज हामी चाहिँ मेला आएको होइन, तर यहाँ चाहिँ के पनि छैन रहेछ यो रानीपुलको मेला। देखो न गाइज, देखो न गाइज, देखो न रानीपुल का मेला, देखो न। सो गाइज तपाईँहरूले देख्नुभयो होला मेलामा केही पनि छैन रहेछ होइन, त्यस्तो खासै चाहिँ। अन्तखेरिको चाहिँ हामी फर्किँदैछौँ फेरि फ्लप भएर। अन्त अब रानीपुल जाने दिदीले केस काट्छ, अन्त हामी चाहिँ फर्किने। त्यही थियो भ्लग होइन, तपाईँहरूले देख्नुभयो होला मेलामा कस्तो थियो भनेर। अन्त त्यस्तै थियो, के पनि थिएन मेलामा हो, के पनि खेलेन, के पनि किनेन हो, त्यति फर्क्यो। एकछिन माइतीकोमा निस्क्यो, अन्त अहिले खाजा खानु आइरहेको छ यहाँ रानीपुलमा।
सो गाइज हामीले यहाँ रानीपुलमा खाजा खान आइरहेको छ हो अहिले खाजा खाएर जाने घर अब अब मेला त यस्तै भइगयो केही थिएन होइन खाजा खान्छ होस् फर्किन्छ भन्दा आजको मेला कस्तो लाग्यो भन्नु न हावा 0 त्यही थियो बाई बाई गाइस इफ यु एन्जोय द भिडियो किप वाचिङ किप सपोर्टिङ बाई भन्नु मेरो ब्लगमा बाई बाई गाइस